हेलो एभ्रिवान, गुड मर्निङ अनि वेलकम ब्याक टु माई भिडियो। सो मैले तपाईहरुलाई यो देखाइरहेको छु। यो चाहिँ के हो भन्दा चाहिँ फाटेको बोराहरूबाट बनिएको यो सुन्दर फ्लावर भास भनौं या फेरि फ्लावर पट भनौं है, तपाईहरुले देखिरहनु भएको छ। यदि तपाईको घरमा पनि यस्तो पुरानो बोराहरू छ र तपाईहरुले फेक्न लाग्नु भएको छ भने चाहिँ एकपल्ट सोच्नुहोस्, किनभने यसलाई हामीले रियुजमा ल्याउन पनि सकिन्छ। त्यसको निम्ति चाहिँ सर्वप्रथममा तपाईहरुले बोरालाई काट्नु पर्ने हुन्छ। चिटिक्कै चारपाटे बोरा काटिसकेपछि चाहिँ तपाईहरुले त्यसलाई नाप लिनको निम्ति एउटा फ्लावर पटको साइजमा भएको केही डब्बाहरू घोप्टाउन सक्नुहुनेछ अनि त्यसमाथि चाहिँ तपाईहरुले बोराको ठक्कै साइज लिन सक्नुहुनेछ। बोराको साइज लिइसकेपछि तपाईहरुले एउटा कन्टेनर लिनुहोस्। कन्टेनरमा तपाईहरुले जरुरतको हिसाबले सिमेन्ट लाउनुहोस्। सिमेन्ट लगाइसकेपछि तपाईहरुले यसको घोल बनाउनु पर्ने हुन्छ अनि घोल बनाउनको निम्ति चाहिँ तपाईहरुले त्यसमा पानी पनि लाउनु पर्ने हुन्छ। पानी लगाइसकेपछि तपाईहरुले आफ्नो हातले मजाले त्यसलाई मुछ्नुहोस्। घोल बनाउँदाखेरि ध्यान दिनुपर्ने कुरा चाहिँ के भने पन्जा लाएर गरेको चाहिँ बेस्ट, किनभने हातलाई कुनै प्रकारको इफेक्ट नहोस् भनेर। त्यसपश्चात जुन काटेको बोरा छ त्यो बोरालाई चाहिँ टक्कै त्यो घोलेको सिमेन्टमा चाहिँ डुबाउनुहोस्। मजाले डुबाएर चाहिँ घुमाउनुहोस्। यदि तपाईहरुको यो पातलो भएको छ भने चाहिँ तपाईहरुले अलिकति बलुवा पनि मिक्स गर्न सक्नुहुनेछ। बलुवा मिक्स गर्दा चाहिँ अलिकति अझै राम्रो हार्ड हुने गर्छ। सो यदि तपाईहरुले सिमेन्ट मात्रैमा पनि बनाउनु चाहनुहुन्छ भने बनाउन सक्नुहुनेछ अनि यसरी डब्बामाथि चाहिँ टक्कै तपाईहरुले ओढाइदिनुहोस्। अनि त्यसपश्चात तपाईले यसको कुन प्रकारको डिजाइन बनाउन चाहनुहुन्छ त्यो डिजाइनको हिसाबले तपाईले यो बोरालाई सजाउन सक्नुहुनेछ। यसरी मैले गरिरहेको छु। सिमेन्टमा चाहिँ यो बोरा डुबाएर मैले यो मजाले मिलाउँदै छु है त। अनि यसरी डब्बामाथि चाहिँ ओछ्याउनुहोस्। यसरी तपाईले त्यो मुजाहरू मिलाउन सक्नुहुनेछ। कुन प्रकारको डिजाइनहरू तपाईले दिन सक्नुहुनेछ। अनि यहाँ तपाईहरुलाई म के देखाउन गइरहेको छु भने यो काम गर्दाखेरि चाहिँ ध्यानमा राख्नुपर्ने कुरो चाहिँ के हो भन्दा चाहिँ माथि तपाईले सानो सानो डन्ठा पनि देखिरहनु भएको छ। यो डन्ठा चाहिँ के हो भन्दाखेरि चाहिँ मैले गमलाको पिनमा चाहिँ यो वाटर स्क्याब हल चाहिँ राखेको छु। यो छैन भने चाहिँ तपाईहरुको भोलिपर्सि फूलहरुमा पानी जमिन सक्छ र इफेक्ट पनि हुन सक्छ फूलहरुलाई। सो तपाईले यो ध्यानमा राख्नु पर्ने हुन्छ। यति गरिसकेपछि तपाईले यसलाई कमसेकम 24 आवर्स चाहिँ ड्राई हुनको लागि दिनुपर्ने हुन्छ। बेसी घाममा राख्नु हुँदैन किनभने फुसफुस हुन सक्छ नि त। सो तपाईहरुले यसरी मैले छायामा राखेको थिएँ। मैले चाहिँ आफ्नो शेडिङ जुन शेड छ मेरो त्यसमा राखेको थिएँ। सो यो भइसकेको छ, एकदम हार्ड भइसकेको छ अनि मैले त्यो डब्बाहरू निकाल्दैछु। सो यो तपाईको गमलाको आकारमा रेडी भइसकेको छ अनि अन्तिममा तपाईले यसलाई फिनिशिङ दिनको निम्ति छेउछेउमा निक्लेको त्यो जति पनि धागो दोरीहरू छ सबै काट्न सक्नुहुनेछ। त्यसपश्चात तपाईले फेरि पनि सिमेन्ट अनि पानीको घोल बनाएर बाहिरबाट लिप्नु पर्ने हुन्छ। यसरी मैले लिपिरहेको छु। यसो गर्नुले एकदमै पक्का हुन्छ है अनि बेला बेलामा यसलाई क्युरिङ पनि गर्नु पर्ने हुन्छ अनि भित्रपट्टिबाट पनि सेम यसरी नै बलुवा अनि सिमेन्ट मिलाएर चाहिँ लिप्नु पर्ने हुन्छ। त्यसपश्चात तपाईले आफ्नो इच्छा अनुसारले कलर गर्न सक्नुहुनेछ। जस्तो कलर तपाईलाई मन पर्छ, जस्तो कलरले तपाईहरुलाई सुट गरेको जस्तो लाग्छ त्यो तपाईहरुले चुज गरेर गर्न सक्नुहुनेछ। अनि त्यसपछि तपाईहरुले घाममा मजाले फेरि पनि सुकाइदिनु होस् है त। अनि फाइनल लुक चाहिँ तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ। यस्तो भएको छ है त मेरो बोराबाट बनिएको गमला। त साथीहरु, मैले तपाईहरुलाई भन्दै थिएँ यदि तपाईहरुको घरमा पनि पुरानो बोराहरू छ भने यदि तपाईहरुले फेक्न लागेको छ भने एकपल्ट सोच्नुहोस्, बोराबाट पनि हामी केही बनाउन सकिन्छ। अनि मैले तपाईहरुलाई सुरुबाट भिडियो देखाएको थिएँ। यो बोराइको हो। यो बोरालाई चाहिँ मैले सिमेन्टहरू मिक्स गरेर बलुवाहरू मिक्स गरेर चाहिँ अहिले यस्तो आकार दिएको छु। अनि मैले अन्तिममा यो यो पेन्टहरू गरेको छु। मलाई चाहिँ यो पेन्ट गर्न मन लाग्यो। तपाईहरु आफ्नै इच्छाले यसलाई पेन्टहरू गर्न सक्नुहुनेछ अनि यसलाई एउटा गमलाको रूपमा या फेरि हामीले फ्लावर भासको रूपमा हामी युज गर्न सक्छौं। म तपाईहरुलाई त्यो पनि देखाउँछु। यसलाई हामीले स्याम्पलको लागि यसरी राख्न सकिन्छ। तपाईहरुलाई जस्तो फूल राख्न मन लाग्छ त्यस्तो राख्न सक्नुहुनेछ। तपाईले यसरी यसलाई पनि सजाउन सक्नुहुनेछ है। यसरी गरेर सजाउन सक्नुहुनेछ। यदि यस्तो फूललाई तपाईले सुट भएन, मन परेन भने चाहिँ तपाईहरुले यो फूल लाएर पनि तपाईहरु यसमा म्याचिङ गराउन सक्नुहुनेछ गमलाको कलरको हिसाबले। अनि मेरोमा चाहिँ मैले चाहिँ दुईटा बनाएको छु है। एउटा चाहिँ यो कलरमा बनाएको छु अनि अर्को चाहिँ यही नै हो। सो तपाईहरुले जुनै पनि फूल लाएर तपाईहरु यसलाई राख्न सक्नुहुनेछ।
सो साथीहरू यस्तै नै थियो आजको मेरो भिडियो। के कस्तो लाग्यो तपाईँहरूलाई यदि मन परेमा राम्रो लागेमा लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला भन्ने छोटो रिक्वेस्टको साथमा यो भिडियोबाट म बिदा लिन चाहन्छु। बाइ बाइ।